बुढी हजुर तँलाई एउटा नयाँ आइफोन गिफ्ट गरौँ कि भन्ने सोचिरहेको छु। नि त नि मेरो बुढा मेरो पति परमेश्वर खै तपाईँको पाउ कहाँ छ मेरो भगवान नि त नि अनि कहिले किन्दिने अब अलिकति पैसा पुगेको छैन कि त्यो अलिकति पैसा पुर्याउन पायो भने चाहिँ म तँलाई किनिदिइहाल्छु। ए कति पुगेर भन्नु न अलिअलि त म दिइहाल्छु नि अनि आइफोनको दाम रहेछ 2 लाख रुपियाँ। अब त्यही 1,95,000 रुपियाँ चाहिँ पुगेन, 5,000 चाहिँ छ अब मसँग। 1,95 पुर्याउन पायो भने चाहिँ म तँलाई आइफोन गिफ्ट गरिदिइहाल्छु। बेकारमा यहाँ मान्छे काम गरिरहेको बेला मान्छेलाई आएर उचाल्नुहुन्छ जानु उता पर्थ्यो। अच्छा पहिले 1,95,000 पुर्याउनु अनि आउनु त्यो 5,000 चाहिँ मै दिउँला अब फोकट मान्छेले काम गरिरहेको बेला नि त्यो 5 अहिले दिँदै गर्न 1,90,000 मसँग पारो नतकाउनु है अहिले बेला नै बेला तपाईँ तपाईँ गइहाल्नु थपक यहाँबाट मान्छेले उहाँ आकाश पुर्याएर तल फेत झार्नुहुन्छ होइन। मान्छेले म तँलाई किन्दिन मन लागेको छ, गिफ्ट गर्न मन लागेको छ। हामी पैसा नहुने मान्छेले चाहिँ गिफ्ट गर्न मन लागेको छ भनेर एउटा सपना पनि बुन्न नपाउनु। मलाई चाहना त बुढोको चाहना हेर्न, पैसो नभएर पो हो त। पैसो भएदेखि मेरो बुढाको कत्रो ढुलो हृदय रहेछ हेर्न, कस्तो कुरा गर्छ। त्यो के होइन तपाईँ आज म बाजेको थिइनँ मलाई यहाँ चिड्याउन आउनुभएको तपाईँको पनि यो कानाले मेरो वचन नसुनिकन त तपाईँलाई कहाँ शान्ति मिल्छ त उता जानु मेरो अगाडि तपाईँ 5 दिइराख्न म अनि हिसाब त्यही 5 माग्न चाहिँ आउनु भएको भन्नु न यहाँ मान्छेलाई लोभ देखाएर आइफोनको लोभ देखाएर